सम्माननीय सभामुख महोदय, गाउँ-गाउँमा सिंह गयो, दरबार गएन। यो ओली सरकारबाट जनताको कहिले पनि भलो भएन। सम्माननीय सभामुख महोदय, यो किन उठाइरहेको छु भने आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका, धेरैभन्दा धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ। आज देशका सबै शिक्षकहरू, कर्मचारीहरू सबका सब ठप्प छन्। काठमाडौँ महानगरपालिकामा आज सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई त्यसको पाप लाग्ला। आज यहाँका शिक्षकले तलब पाएका छैनन्। आज तपाईको गएर स्वास्थ्यकर्मीले तलब पाएका छैनन्। आज मेरो जुम्लामा पनि त्यही हालत छ। आज 83,558 जना निजामती कर्मचारीहरू के नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियान गर्नका लागि नियुक्ति गरेको सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु, यदि सरकारलाई त्यो कुरा लाग्छ भने अब आउने स्थानीय तहको चुनाव किन गराएको? आफ्ना आसेपासे कार्यकर्तालाई टीका लगाएर अबिर जात्रा गरेर घोषणा गरिदिनु सम्माननीय सभामुख महोदय। आज देशभरि हालत बेहाल बनाइएको छ। आज देशका सबै प्रमुख प्रशासकीय अधिकृत यहाँबाट रोकेर ठप्प पारिएको छ। यसको घोर भर्त्सना गर्छु र सरकारले यदि यस्ता गतिविधि गर्ने हो भने स्थानीय तहको चुनाव नगराए पनि हुन्छ सम्माननीय सभामुख महोदय। र अर्को साथसाथै दुर्गमलाई सधैँ दुर्गम बनाइरहने, सुगमलाई सधैँ सुगम बनाइरहने यो वित्तीय समानीकरण अनुदान कटौती भएको छ। यो छिटोभन्दा छिटो यो सरकारले उपलब्ध गराओस्, किनभने सबै ठाउँमा तपाईँको महानगर जस्तो हुँदैनन्। आज गाउँपालिकाहरू आज पैसा नपाएर आज कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेका छन्। त्यही भएर सम्माननीय सभामुख महोदय, यसरी काठमाडौँ महानगरपालिकालाई बन्धक नबनाइयोस्। ती फोहोर उठाउने मान्छेको पाप लाग्ला यो सरकारलाई। त्यही भएर प्रमुख प्रशासकीय अधिकृत छिटोभन्दा छिटो पठाइयोस्। यदि तपाईँको डर लाग्छ नयाँ साथीहरूबाट भने आउने स्थानीय तहको चुनाव नगर्नुहोस्। आफ्ना पार्टीका कार्यकर्तालाई ल्याएर सिन्दुर हाले जसरी अबिर जात्रा गराएर घोषणा गर्नुहोस्। होइन भने यसरी तपाईँको आज सरकारका आँटमा कर्मचारीहरूलाई रोकेर देशभरिका स्थानीय तहलाई ठप्प पार्न पाइँदैन सम्मान।